2081 regular exam, Tribhuvan University, bachelor's level, 4 years program, education, B.Ed 4th year, project work and seminar on population education, 449 minor subject question paper, full marks 50, time 1.5 hours. Here are 3 groups. Group A contains 10 marks, Group B contains 28 marks, and Group C contains 12 marks. In Group A, here are given 10 multiple choice questions. Each question has mark 1 and total marks of Group A is 10. Read carefully all questions and their 4 options and tick the best option. Group B. In Group B, here are given 4 questions and each question has mark 7 and total marks of Group B is 28. In Group B, here are given 2 or questions. Group C, here are given 1 question of 12 marks. In Group B, each question has mark 7 and total marks of Group B is 28. Candidates are required to give their answer in their own words as far as practicable. The figure in the margin indicate full marks. Attempt all the questions. Group B, marks 4 into 7 equal to 28. Question number 1. Developing countries are still facing the problem of high fertility. Justify this statement. Or question. Define infant mortality. Discuss the status of infant mortality in Nepal. Question number 2. Briefly discuss cause and consequences of unemployment problem in Nepal. Question number 3. Discuss about the health insurance in Nepal. Or question. Discuss the status of social security in Nepal. Question number 4. What is empirical study? Mention its importance. Group C. Marks 1 into 12 equal to 12. Question number 5. Discuss the census and consequences of foreign labor migration फ्रम नेपाल. यो प्रश्नपत्रमा 3वटा ग्रुपहरू रहेका छन्. ग्रुप ए मा 10वटा मल्टिपल चोइस क्वेसनहरू दिएको छ र प्रत्येक क्वेसनको अङ्कबार 1 रहेको छ भने जम्मा ग्रुप ए को अङ्कबार 10 रहेको छ. प्रत्येक क्वेसनमा 4वटा अप्सनहरू दिएको छ. ती सबै क्वेसनहरू राम्रोसँग पढ्नु होला र बेस्ट अप्सनमा टिक लगाउनु होला. यहाँ दिएका 10वटै मल्टिपल चोइस क्वेसन र तिनीहरूका अप्सनहरू पढेर सुनाउन सकेन. त्यसैले तपाईँ आफैले ती सबै क्वेसनहरू पढ्नु होला र अप्सन पनि पढ्नु होला र बेस्ट अप्सनमा टिक लगाउनु होला. त्यस्तै गरी ग्रुप बी मा 4वटा क्वेसनहरू दिएको छ भने जसमा 2वटा अथवा क्वेसन पनि दिएको छ. प्रत्येक क्वेसनको अङ्कबार 7 गरी जम्मा ग्रुप बी को अङ्कबार 28 रहेको छ र ग्रुप सी मा एउटा क्वेसन दिएको छ र त्यो क्वेसनको अङ्कबार 12 रहेको छ. B.Ed फर्स्ट इयर देखि 4th इयरसम्मका जुनसुकै विषयका प्रश्नपत्रहरू चाहिएमा वी लर्न टुगेदर वान को लिस्ट बेड मेटेरियल एन्ड क्वेसन पेपरमा गई खोज्नु होला र ती क्वेसनहरूको हेल्पले फाइनल एक्जामको प्रिपरेसन राम्रोसँग गरी फाइनल एक्जाम राम्रोसँग दिनु होला. तपाईले जुन भिडियोहरू हेर्दै जानुहुन्छ ती भिडियोहरूमा लाइक, कमेन्ट, सब्स्क्राइब र सेयर गर्न नबिर्सिनु होला. नेपालीमा अनुवाद यस प्रकार रहेको छ. ग्रुप बी प्रश्न नम्बर 1. अझै पनि डेभलपिङ कन्ट्रीहरूले हाई फर्टिलिटीको समस्या झेलिरहेका छन्, त्यसका बारेमा व्याख्या गर्नुहोस्. प्रश्न नम्बर 2. नेपालमा बेरोजगारीका समस्याहरूको कारण र परिणामहरूको बारेमा उल्लेख गर्नुहोस्. प्रश्न नम्बर 3. नेपालमा हेल्थ इन्सुरेन्सको बारेमा व्याख्या गर्नुहोस्. प्रश्न नम्बर 4. इम्पिरिकल स्टडी भनेको के हो, त्यसको महत्त्व उल्लेख गर्नुहोस्. ग्रुप सी प्रश्न नम्बर 5. नेपालबाट विदेशमा लेबरको रूपमा माइग्रेसन भएर जानुको कारण र परिणामहरू उल्लेख गर्नुहोस्.